हेलो गाइस, सबैजनालाई नमस्ते छ मेरो तर्फबाट। आज चाहिँ म तपाईँको लागि एउटा रेसिपी लिएर आउँदैछु, चिकनको अचार। र अब तकसम्म त मैले कहिले पनि बनाएको त छुइनँ, तर भए पनि ट्राई गरेको यो चिकनको अचार बनाउनुको लागि। अन्त यो चिकनको अचारलाई मैले मेरिनेट गर्दैछु, हल्दी, रङ खोर्सानी, अन्त अलिकति त्यो स्वाद अनुसार नुन हालेर मेरिनेट गर्छु। यसलाई मेरिनेट गरिसकेर चाहिँ यसलाई अन्त म फ्राई गर्छु। गरिसकेँ अहिले मेरिनेट, अब फ्राई गर्छु यसलाई। मजाले रातो हुनुन्जेल तकसम्म यसलाई फ्राई गर्नुपर्छ है। रातो भइसकेपछि चाहिँ निकालिकन राख्नुपर्छ। आधी आधी गरेर फ्राई गरेको राम्रो हो, सबै एकैचोटि डाल्यो भने राम्रो हुँदैन। अब अन्त यसमा डाल्नुको लागि चाहिँ म एउटा पाउडर जस्तो बनाउँछु ल। फ्राई भइसक्यो, अन्त यसमा चाहिँ मैले हालेको छु खोर्सानी, जिरा, टिम्बुर, तिल, अन्त यति नै हालेको छु। होइन, उयस पनि धनियाँको पाउडर पनि पेस्ट बनाइसकेँ। अब सबै त्यहाँ डाल्यो, होइन त्यो उयस पाउडर बनाएको पनि हालेँ मैले यसमा। अन्त अहिले यस्तो बन्यो, कस्तो हुन्छ, बनिसकेको छ हो। अब यसलाई टेस्ट गर्न बाँकी छ, कस्तो लाग्दो रहेछ हेरौँ। अब मिठो भएको रहेछ है, दामी भएको छ।